आएको कहाँ भर्खर अनि भिडियो सुरु भइरहेको कहाँ स्ट्रिम गर्न लाग्यो अनि फुल भिडियो हेर्ने अनि यसो लाइक गर्ने कमेन्ट गर्ने अनि सब्सक्राइब गर्ने सेयर चाहिँ गर्नु नबिर्सिनुखेरि ओके। हेलो गाइस, आज फेरि पनि हामी जङ्गलमा च्याउ खोज्न जाँदैछौँ। आज भने पाइन्छ कि पाइन्न हेरौँ। अस्ति जाँदाखेरि एकदम थोरै एक छाक जति पाएको। सो आज चाहिँ आशा छ धेरै नै पाउँछ कि भन्ने। यहाँ रहेछ यार गैँडा यार। ये ल चाँडो आउनु चाँडो नै अगाडि बनाए किन अबेला गर्नुभयो हो आदि किन अबेला गर्नुभयो हो उहाँ अगाडि पुगिसक्नु हो सबैजना। भाग्यो सब किराल खान्छ यार। किराल खाएको मात्रै छ त च्याउ। यति सानो सानो के लिने हो। आज चाहिँ 2 किलो जति लिएर जाउँला भन्ने सोचिरहेको थिएँ। पाउँदैन। वाउ त्यो खोस्न पनि मजा आउँछ यार है। वाउ यस्तो च्याउ। यहाँ रहेछ च्याउ। खोजिसकेछ। वाउ यस्तो हो तरिका। पाउँछ कहिले काहीँ।
गोठालाको यस्तै छ जोनी यस्तै छ जोनी दाउरा घाँस नगरी नहुने भिरपाखैमा रुँदै झरीमा खोलाको टुङ्गा बहेर होला खसी खोलाको टुङ्गा बहेर होला है के होला होला के खान्छ त गाइज यो च्याउ चाहिँ खानेवाला पनि नखाने होला मलाई चाहिँ थाहा छैन अझै हामी न्युरो खान्छ होला यस्तो चाहिँ हुन्छ कि न्युरो काक्का भाँच्ने सकिन्छ ल छैन त हौ न्युरो उडेर बसेछ बेटाको उनीहरूले गएर के छोडेर यहाँ यत्रो
ल खोर 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 मासुमा जाँदाखेरि त लास्टै चर्को भएको है हेलो गाइज यो जुन पछाडि देख्नु भएको छ यो चाहिँ 4 भाइ साल यसमा चाहिँ 4वटा सँगै भएको हुनाले यसलाई चाहिँ 4 भाइ साल चाहिँ भन्नुपर्छ र एउटालाई चाहिँ सुकेनास लागेको छ अब यो पनि कुन्दिन जान्छ त्यसपछि चाहिँ अब 3वटा मात्रै बाँकी रहन्छ ल बस्नु अब हामी चाहिँ अब च्याउ खोजेर सक्यो अब हामी चाहिँ घरतर्फ लाग्दैछौँ गाइज आज भने हामी जङ्गलमा च्याउ खोजेर हामी फर्किसकेका छौँ आज भने तपाईँहरूलाई म च्याउ हामीले कति जति ल्याएर होइन तपाईँहरूले आज देखाउने छु अनि एउटा कुरो यदि तपाईँहरू पनि च्याउ खोज्न जाँदै हुनुहुन्छ भने एकदम सतर्क चाहिँ रहनु होला जङ्गलमा एकदम भयानक खालको दुर्घटना पनि हुन सक्छ जङ्गलमा बाघ भालु हात्ती गैँडा जस्तो जनावरहरू हुन सक्छ सो सेफली एकदम सेफली खोज्ने अनि सेफली घर आउने है त गाइज के बहुत च्याउ खोजेर आएको हात पनि यस्तो छ कि घर गएर मजाले नुहाउने त्यसपछि मजाले च्याउ पकाउने खाने ल तर कस्तो मसिनो अलिक खराब भएको भए चाहिँ त धेरै हुन्थ्यो मसिनो पनि आज कसै पाएन जे भने आज यति पाइयो नि त अस्ति कति ल्याएको रे देखाउ त अनि अलि हो त्यति चाहिँ ल्यायो होला अनि आज चाहिँ चौबलै बढी छ नि त अस्ति देखेको